नमस्ते सबैजनालाई। फेरि पनि म अर्को भिडियो लिएर हजुरको माझ आइसकेको छु र म आज यो भिडियोमा सेयर गर्नेछु कि मेरो पहिलो महिनाको अनुभव चाहिँ कस्तो रह्यो र के कुरा चाहिँ सरप्राइज लाग्यो र कसरी चाहिँ एडजस्ट गर्दैछु। म सबै कुरा डिटेलमा हजुरहरूलाई सेयर गर्नेछु। फिनल्यान्ड आउँदा सबैभन्दा पहिलो कुरा मैले नोटिस गरेको चाहिँ यहाँको इन्भाइरोमेन्ट हो र सफा काम अनि डिसिप्लिन छ। तर न्यू ल्याङ्ग्वेजले भने चाहिँ एकदमै च्यालेन्ज दियो। अब यहाँ फर्स्ट टाइम आउँदाखेरिमा कल्चर सक त भइहाल्छ अभियसली नै। लाइक बस चढ्दा होस् या सुपर मार्केटमा पे गर्दा होस् सबै लाइन बस्नुपर्छ। जस्तो नेपालमा हुँदा चाहिँ यो फिन्सहरू चाहिँ एकदम नबोल्ने, टाढा बस्ने, पर्सनल स्पेस खोज्ने भन्ने सुनिएको थियो। तर ट्रु चाहिँ नरहेछ। पर्सनल स्पेस त खोज्छ तर यसो आई कन्ट्याक्ट भयो भने चाहिँ स्माइल गर्ने, ग्रिट गर्ने त्यस्तो रुट चाहिँ नहुँदो रहेछ। यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स हो। मलाई चाहिँ यस्तो लागेको। अब सबैको एक्सपिरियन्स चाहिँ डिफ्रेन्ट हुनसक्छ। सुरुमा अब जस्तो नेपालमा हुँदा यहाँको कन्टेन्ट क्रिएटरहरूको भिडियोहरू हेर्दा म धेरै स्ट्रेस भयो। मलाई लाग्यो कि मैले किन एप्लाई गरेँ भनेर चाहिँ रिग्रेट फिल पनि भयो। तर देखेको र सुनेको जस्तो त्यति गाह्रो चाहिँ नहुँदो रहेछ। हजुरहरू पनि डिमोटिभेट हुने खालको भिडियोहरू हेरेर इन्फ्लुएन्स नहुनु। कतिपय कुरा साँचो होला तर सबै कुरा साँचो छैन र त्यो सब आफूमा पनि डिपेन्ड गर्छ कि आफूले के को लागि चाहिँ आउने यहाँ भनेर। अनि आफूसँग स्किल्स छ, ल्याङ्ग्वेज छ भने गाह्रो छैन। समय लाग्छ, त्यो बेग्लै कुरा हो। र यहाँ सबैभन्दा ठुलो स्ट्रगल भनेको जब हन्ट हो। यदि तपाईँ विदेश आउन चाहनुहुन्छ भने याद राख्नुहोस्, सुरुवाती स्ट्रगल मोमेन्ट एकदमै नर्मल नै हो यहाँ। र रिजेक्सनको लागि डराउनु पर्दैन। जस्ट किप लर्निङ, किप ट्राइङ। एक दिन अपर्च्युनिटी अवश्य आउँछ। यो मेरो पहिलो महिनाको फिनल्यान्डमा छोटो एक्सपिरियन्स थियो। र यो भिडियो मन परे लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला र कमेन्टमा लेख्नुहोस् कि कुन टपिकमा अर्को भिडियो चाहनुहुन्छ। धन्यवाद। खुसी रहनुहोस्, सुखी रहनुहोस्। बाई बाई। अब अर्को भिडियोमा भेटौँला।